प्रिय दर्शकहरू नमस्ते। म डाक्टर कृष्ण कोइराला, नाक कान घाँटी र थाइरोइड सम्बन्धी डाक्टर। आज बिरामीले प्रश्न गर्नु डाक्टर साहब पिनासको बारेमा पनि केही भनिदिनुहोस् न भनेर। हामीले कमनली भन्दाखेरि पिनास भनेको हाम्रो नाकको वरिपरि, नाकको साइडमा र यसको नाकको माथिपट्टि पिनासका थैलाहरू हुन्छन्। ती भनेको हावाका थैलाहरू हुन् र तिनीहरूको संक्रमण भए तिनीहरूलाई पिनास भनेर हामीले भन्दछौँ। त्यो भनेको हाम्रो नाकको वरिपरि हुने पिनासका थैलाहरूको संक्रमण हो। त्यस्ता पिनासका थैलामा संक्रमण भएमा नाक बुझिने, नाकबाट पहेँलो खालको पिपहरू आउने, फोहोर पदार्थहरू आउने, टाउको दुख्ने, कहिलेकाहीँ दाँत माथिका दाँतहरू दुख्ने र कहिलेकाहीँ बान्ता हुने समस्याहरू पनि हुन्छन्। आँखाको पछाडिपट्टि आँखा गेडी दुख्ने भन्छ हामीले, त्यस्ता समस्याहरू हुन्छन्। र हामीले सिटी स्क्यानको एक्सरे गर्दाखेरि पिनासका थैलीमा पिप जमेको या फोहोर जमेको देखिन्छ। आजकल पिनासको एक्सरे भन्दा पनि पिनासको सिटी स्क्यान गर्नु धेरै महत्त्वपूर्ण मानिन्छ। र त्यसरी हामीले पिनास भएको शंका गरेमा पिनास पत्ता लागेदेखि हामीले एन्टिबायोटिक औषधि दिने गर्छौँ। सुरुमा एन्टिबायोटिक औषधि खाएर राम्रो भयो भने केही गर्नुपर्ने हुँदैन, राम्रै हुन्छ। तपाईहरूले पनि चिल्लो, पिरो, अमिलो, चिसो, फ्रिजका कुराहरू यस्ता कुराहरू खान हुँदैन। माछा, दही, तामा, घण्टा, केराहरू खान हुँदैन। र सपोज कहिलेकाहीँ औषधिले पनि निको हुने अवस्था आएन भनेदेखि हामीले पिनासका थैलीहरूको अपरेसन गर्छौँ र त्यहाँ भएका फोहोरलाई निकाल्ने काम गर्छौँ। कृपया ख्याल गर्नुहोला, पिनासको आयुर्वेदिक औषधि यताउता बाहिरबाट पिनास छोडेर त्यो कहिले पनि निको हुनेवाला छैन। तसर्थ यदि पिनास भएको तपाईँलाई शंका लागेमा अथवा टाउको दुख्ने, नाकबाट सिङ्गाना आउने, नाक बन्द हुने र यसरी झुक्दाखेरि टाउको दुख्नु भयो, तपाईँहरूले चिकित्सकलाई देखाएर पिनास सम्बन्धी सरसल्लाह लिनुहोला।